अनि हामीले केपी ओलीज्यू नेपालमा फेरि कोरोना फैलिएको छ, तपाईँले कसरी हेर्नुभएको छ? अब मैले के हेर्नुपर्छ? मैले हेर्नुपर्ने के छ? तपाईँहरू आफै आफ सतर्क भएर बस्नुहोस् भन्ने मेरो भनाइ हो। तपाईँले त्यसो भन्नु मिल्दैन। तपाईँ कुर्सीमा बसिसकेपछि तपाईँले आफ्नो भूमिका त निभाउनु पर्यो नि। मैले के निभाउनु पर्छ? तपाईँहरू सतर्क भएर बस्नुहोस् न। तपाईँले यस्तै कुरा गर्नुभयो भने हामी तपाईँलाई कुर्सीबाट निकाल्छौँ। मान्छेहरू कहाँ कहाँ कोरोनाले मरिसकेको छ, भोकमारीमा परिरहेको छ, गाडी प्लेन एक्सिडेन्ट भइरहेको छ। यसको खर्च तपाईँले दिनुभएको छ? के मैले यसको खर्च लिने ठेक्का लिएको छु र? तपाईँहरू यस्तो कुरा गर्नुहुन्छ? अब यस्तो कुरा नगर्नुहोस् भन्ने मेरो भनाइ हो। तपाईँले यस्तो कुरा गर्नु मिल्दैन नि। फेरि तपाईँले यस्तो कुरा गर्नुभयो भने तपाईँले हामी लिगली निकाल्छौँ, बुझ्नुभयो? हामी गाडी चलाउँछौँ, सिटी सफारी चलाउँछौँ, टेम्पो चलाउँछौँ, एक मुठा साग बेच्छौँ, लेबर काम गर्न समय भ्याट तपाईँलाई तिरेको छौँ, बुझ्नुभयो? पैसा छैन भन्नुहुन्छ? तपाईँको परिवारलाई, तपाईँको घर परिवारलाई, तपाईँको छोराछोरीलाई, तपाईँको शाखा सन्तानलाई, तपाईँको स्वास्नीलाई खाएर पालेर पोसेर मात्रै हुन्छ? जनताको के भएको छ भनेर हेर्नुपर्छ कि पर्दैन? तपाईँ यस्तो कुरा नगर्नुहोस्। मैले कसैको पैसा रुपियाँ खाएको छैन भन्ने मेरो सुझाव छ। खानुभएको छैन भने यत्रो पैसा कहाँ जान्छ त? यत्रो पैसा कहाँ जान्छ? दुःख गएर कमाएको हुन्छ जनताहरूले, सबै तपाईँको हातमा आउँछ। यो पैसा के गर्नुहुन्छ? भनेपछि त काम पनि गर्नुभएको छैन। तपाईँले गरिबलाई रोजगारी दिनुभएको छैन। सबै देश विदेश परदेश जानु परेको छ। परदेश गएर कति दिदीबहिनीहरू उहाँ परदेशमा जलाएर मारेको छ, कुटेर मारेको छ, तलब नदिएर त्यतिकै नेपाल खेदाएको छ। तपाईँलाई यो कुराको याद छ? दाजुभाइहरू खाडीमा गएर कति दुःख गर्नु परेको छ, कति भोकमारी भएर बस्नु परेको छ, कति काम छैन, कति रुएर बस्नु परेको छ। तपाईँले अरू जान्नुभएको छ कि जान्नुभएको छैन? अब मैले जानु भनेको छैन। आफ्नो खुसीले गए त म के गरौँ? मैले सबै तारेर ल्याउनु सक्छु त? तपाईँ यति सक्न गर्नुहुन्न भने तपाईँलाई तुरुन्त कुर्सी छोडिदिनु पर्यो। हामी बरु अर्कैले राख्छौँ र तपाईँ जस्तो हामीलाई चाहिँदैन, बुझ्नुभयो? यस्तो कुरा गर्नुहुन्छ भने बैठक बस्छौँ हामी, बुझ्नुभयो नि?